अब फेरि एकदमै असल मान्छेहरू मर्या छन् अल्पायुमा, हजुर होइन, एकदमै राम्रो कर्म गरेका मान्छेहरू मर्या छन् हजुर अल्पायुमा, हजुर जो चाहिँ युवा अवस्थामा थिए, राम्रो कर्म गरेको देखिन्थ्यो, होइन, त्यस्तो मान्छेहरू बितेको पनि देखेका छौँ। हजुर राम्रो कर्म जस्तै अब मैले एकजना अब नामै लिनुभन्दा पनि अब हुन त उहाँ एकदमै महाकवि लक्ष्मीप्रसाद देवकोटा, उहाँ पनि कता कता अलिकति अल्पायुमा बित्नुभयो सुन्थेँ नि। अनि राम्रो मान्छे हो नि होइन। नारायण गोपाल पनि 50 वर्षमै बित्नुभयो। तर उहाँले मैले सुनेको है चुरोट खानुहुन्थ्यो अरे क्या। अब त्यो सुनेको है मैले, त्यो उहाँको जीवनीमा अब त्यो आधिकारिकता छैन, हामीले उहाँलाई नराम्रो पनि भनेको चाहिँ राम्रो मान्छेहरूले पनि नजानिदो गरी पथ बिगारिरहेको हुन्छ क्या। होइन, राम्रो मान्छेहरूको नराम्रो आचरण पनि कहीँ कहीँ हुँदो रहेछ नि त, होइन। त्यसले पनि त अघि भन्यो नि, बित्नको लागि त समाजको लागि देशको लागि राम्रो गर्दा गर्दै उसले आफ्नो शरीरको लागि नराम्रो गर्छ भने उसको पनि अल्पायुमा मृत्यु हुने भयो। त्यो हुने भयो।